देशमा वास्तविक श्री वैष्णव सम्प्रदायलाई जसले व्यापक रूपमा फैलाउनु भयो, नेपालका आद्य जगतगुरु श्री योगीराज स्वामीजी महाराज, कमल नयनाचार्य स्वामीजी महाराज, जसको कीर्ति दिग्दिगन्तरमा नेपाल, आसाम, भुटान सर्वत्र फैलिएको थियो। जगतगुरु अनन्ताचार्य स्वामीजी महाराज, जो बडे स्वामीजी महाराज का पनि जो पितामह भइबक्सिन्थ्यो, उहाँसँग दीक्षित हुनुहुन्थ्यो हाम्रो योगीराज स्वामीजी महाराज। आज उहाँको प्राण प्रतिष्ठा महोत्सव अचल विग्रहको र उहाँको विशेष गरी स्मृति ग्रन्थको यो प्रकाशन लोकार्पण हुनेछ। 9 गते सायद यो कार्यक्रम हुनेवाला छ। हामीहरू सबैले अवलोकन दर्शन गर्नेछौँ, कृतार्थ हुनेछौँ र साथसाथै यो प्राण प्रतिष्ठा महोत्सव चल विग्रह पहिले भगवानको संविधानमा चल विग्रहको रूपमा रहेर स्वामीले हामीलाई कृतार्थ गर्नुभएको छ, दर्शन दिनुभएको छ। यो काम आचार्यहरूले गर्नुहुन्छ। भगवानको प्राप्ति आचार्यद्वारा हुन्छ भनेर श्रीवचन भूषण आदि ग्रन्थमा पिल्लै लोकाचार्य स्वामी जस्ता ज्ञानीहरूले बताउनु भएको छ। यो आचार्यहरूलाई हामीहरूले चिन्ने एउटा राम्रो मौका पनि हो। जुन आचार्यले हाम्रो नेपाल देशमा ज्ञानको ज्योतिलाई फैलाइबक्स्यो, त्यस्तो योगीराज स्वामीलाई हामीले विशेष गरी चिन्ने मानेर चिनाउने काम चाहिँ आचार्यहरूले, ज्ञानीहरूले, भागवतहरूले गर्नुहुन्छ। गुरुङ प्रकाशय धीमान भनेर शास्त्रले बताएको छ। मेची महाकालीका ज्ञानीहरू, आचार्यहरू, भागवतहरू, समस्त ज्ञानीहरू क्रमशः यहाँ पाल्नुहुनेछ। सबैको सहभागिता र विशेष गरी योगीराज स्वामीको लागि जो अत्यन्त प्रिय इष्ट थियो, शुक्ल यजुर्वेदको विशेष 108 पारायण हुने भन्ने पनि यहाँ आचार्यहरूले, ज्ञानीहरूले प्रस्ताव राख्नु भएको छ। साथसाथै माने वेद, इतिहास, पुराण, भाष्य, भगवत विषय र पूर्वाचार्यहरूका सम्प्रदाय ग्रन्थहरूको विशेष गरी पारायण, जप र श्री विग्रहको लागि गरिने अधिवासहरू, यज्ञशालामा गरिने हवनहरू, भगवानको विश्वक्सेन पूजनदेखि लिएर माने प्राण प्रतिष्ठा पर्यन्तका क्रियाकलापहरूलाई बताएर यो 10 गतेसम्म कार्यक्रम चलिराख्नेछ। र स्वामीजीहरूको विशेष गरी सन्निधान यो अवस्थामा 82 वर्षको अवस्थामा स्वामीजी आज उहाँ काञ्चीपुरमबाट प्रस्थान गरेर हामीहरूलाई दर्शन दिनको लागि एकै दिनमा यहाँ यसरी सवारी भयो। हामी सबै कृतार्थ छौँ। सबैजना आचार्यहरूको तर्फबाट, भक्त भागवतहरूको तर्फबाट पुनः पुनः स्वामीजी महाराजको श्री चरणारविन्दमा कोटिसह साष्टाङ्ग प्रणाम गर्दै आजको यो वक्तव्यलाई यही नै पूरा गर्दछु। जय श्रीमन्नारायण। बोल श्री लक्ष्मीनारायण भगवान को, श्री भाष्यकार रामानुज स्वामीजी महाराज को, श्री वरवर मुनि स्वामीजी महाराज को, श्री कांची प्रतिवादी भयंकर स्वामीजी महाराज को, समस्त भक्त वृन्द को। यज्ञका कार्यक्रमहरू पनि यहाँ प्रारम्भ हुनेछन्। हामीले प्रातः कालमा भगवानको सेवा आराधना तीर्थ प्रसाद लिएर यज्ञमा हुने याज्ञिक कार्यहरूको दर्शन गर्नेछौँ र दिनको समयमा श्री स्वामीजीहरूका श्रीमुखबाट हामीले कथा प्रवचनहरू यहाँ श्रवण गर्नेछौँ। 9 गते शनिबार विशेष महत्त्वको दिन छ। नेपाली आद्य जगतगुरु श्री योगीराज आचार्य स्वामीजी महाराजको स्मृति ग्रन्थको लोकार्पण कार्यक्रम र 10 गते स्वामीजीको श्री विग्रहको प्राण प्रतिष्ठा नेत्रोन्मिलन 10 गते हुनेछ। यो सम्पूर्ण अवधिभरमा यहाँहरूको साथ सहयोग यसै गरी रहिरहनेछ भन्ने हामीले अपेक्षा राखेका छौँ। आरोहलाई सम्पन्न गरिदिनुका लागि श्रद्धेय यस मन्दिरका उत्तराधिकारी श्री भागवत आचार्य स्वामीजीलाई अनुरोध गर्दछु। श्रीमन्नारायण नारायण नारायण, श्रीमन्नारायण नारायण नारायण, जय श्रीमन्नारायण नारायण नारायण, जय श्रीमन्नारायण नारायण। श्री लक्ष्मीनारायण प्रभु का चरणारविन्दमा साष्टाङ्ग दण्डवत निवेदन गर्दै साथै आज हामी भगवानको महती कृपा भएको छ र मञ्चासीन पूज्यपाद स्वामीजी महाराजका चरणारविन्दमा साष्टाङ्ग दण्डवत गर्दै सम्पूर्ण आचार्यवृन्दहरूमा पनि साष्टाङ्ग दण्डवत गर्दै र टाढा नजिकबाट पाल्नुहुने समस्त भगवत प्रेमी सज्जन महानुभावहरूलाई पनि साष्टाङ्ग दण्डवत गर्दै आजको यो अत्यन्त पावन पवित्र कार्यक्रममा मेची पुलबाट अर्थात् काँकरभिट्टाबाट यहाँसम्म जो सहभागी बन्नुभयो, विभिन्न स्थानहरूबाट आफ्ना आफ्ना साधन मोटरसाइकल गाडी लिएर जो पनि महानुभावहरू हामीलाई स्वामीजीको स्वागतमा
सवारी भएको थियो र उहाँदेखि यहाँसम्म अत्यन्तै भव्यताको साथ जो स्वागत समारोहमा जो सरिक बन्नुभयो उहाँहरूलाई हामी यस आश्रमको तर्फबाट र महायतीको तर्फबाट र म आफ्नो व्यक्तिगत तर्फबाट पनि म उहाँहरू सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु र यस्तै किसिमको उहाँले यसलाई पुरै यो कार्यक्रमलाई सफलता बनाइदिनु भयो जसको लागि म उहाँलाई पनि व्यक्तिगत तर्फबाट म हार्दिक धन्यवाद ज्ञापन गर्दछु र हाम्रा जो नेपाली शैलीमा जो हामी जसलाई दमाई बाजा भनेर भन्दछौँ उहाँहरूले पनि काँक्रेबिडादेखि यहाँसम्म अत्यन्त सौहार्दपूर्वक वातावरणमा आफ्नो जो नेपाली परम्परालाई जो प्रस्तुति गरिदिनु भयो म उहाँहरूलाई पनि म विशेष धन्यवाद गर्दछु र टाढा टाढाबाट सबै स्थानहरूबाट पाल्न हुने समस्त भक्तप्रेमी महानुभावहरूलाई पनि धन्यवाद ज्ञापन गर्दछु र आज अत्यन्त टाढाबाट स्वामीजी थाकेर आइबक्सिएको छ तसर्थ अब आजको कार्यक्रम उद्घोषक मित्रज्यू हाम्रो काठमाडौँबाट श्री वैष्णव परिषदको जो सहसचिवको रूपमा यहाँ प्रस्तुत हुनुहुन्छ सुदर्शन नेपालज्यू उहाँले आज धेरै ठुलो कार्यक्रमलाई सम्पन्न गर्नको निमित्त उद्घोषक गरिदिनु भएको छ र साथै कलाकार मित्रहरूले पनि आफ्ना भजनहरू सुमधुर सुनाएर हामी सबैलाई मुक्त गराइदिनु भएको छ यहाँहरू सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै आजको यो सभालाई यही स्थगित गर्नको निमित्त म सबैसँग अनुमति चाहन्छु भन्नु श्री लक्ष्मी नारायण भगवान को लक्ष्मी वेंकटेश भगवान को सवारी भएको थियो सोही मार्गबाट नै फिर्ती सवारी हुनेछ बुधबारे विराटनगर आदि स्थानबाट मोटरसाइकल लगायत स्वीकार गरिदिनु हुनका लागि अनुरोध छ र भोलिदेखिका कार्यक्रममा भगवानको गाडी सबैभन्दा अगाडि स्वामीजीहरूको श्रीपीठानी हाम्रो यात्रा प्रारम्भ हुँदैछ स्वामीजीहरूको सवारी हुँदैछ स्वामीजीहरूलाई रथमा राखिसकेपछि स्वामीजीहरूको सवारी भइसके पछाडि हाम्रो यात्रा प्रारम्भ हुनेछ त्यसैले समस्त कलश बोक्नु भएका आमाहरूलाई बारम्बार अनुरोध छ उहाँहरू एक ठाउँमा भगवानको अगाडि जम्मा भएर रहनुहोला कलश बोक्ने आमाहरू लाग्नु हुनका लागि अनुरोध छ गइरहेको छ त्यसै मन्दिरमा मन्दिरसँग संलग्न अगाडि आइदिनु हुनका लागि अनुरोध छ स्वामीहरू जहाँको पनि भइबक्छन् छ सबैजना स्वामीहरूलाई श्रीचरणमा अनुरोध छ स्वामीहरूका श्रीचरणमा अगाडि आइदिनु हुनका लागि श्रोते भक्तवृन्द यसको समुद्घाटन कार्यक्रमको नेपालको लोकप्रिय टेलिभिजन च्यानल हिमशिखर टेलिभिजनद्वारा प्रत्यक्ष प्रसारण भइरहेको छ त्यसैले सबै कलश यात्रामा सहभागी हुनुहुने भक्तहरूलाई अनुशासित मर्यादित तथा संयमित भएर यात्रामा सहभागी भइदिनु हुनका लागि अनुरोध छ ताकि देश विदेशमा रहने भक्तहरूले Jai
भक्तजनहरू एकजनाले अरूलाई उछिन्न नगर्नु होला, पङ्क्तिसँग भएर राख्नु होला, किनकि हाम्रो यात्रा 2 घण्टासम्मको रहनेछ र सुरुमै हामीले जति मर्यादित गराउन सक्छौँ त्यही क्रम पछिसम्म रहनेछ र सुरुमै अव्यवस्थित रह्यो भनेदेखि हामीलाई कठिनाइ पर्नेछ यो दिव्य शोभायात्रा सम्पन्न गर्न। तसर्थ अनुरोध गर्दछौँ सबैजनाले जय भन्नुहोला। श्री लक्ष्मीनारायण भगवानको, जगद्गुरु भाष्यकार रामानु स्वामीजी महाराजको, बडे स्वामीजी महाराजको, श्री प्रतिभागी भयंकर स्वामीजी महाराजको जय श्रीमन्नारायण, जय श्रीमन्नारायण, जय जय श्रीमन्नारायण। जगद्गुरु भाष्यकार रामानु स्वामीजी महाराजको, जगद्गुरु श्री योगीराज स्वामीजी महाराजको, श्री कांति प्रतिभागी भयंकर स्वामीजी महाराजको, वैदिक सनातन धर्मको, हिन्दू राष्ट्र नेपालको जय श्रीमन्नारायण, जय श्रीमन्नारायण। अब हामीहरू कोही शिष्य भजन श्रवण गर्नेछौँ। रूट त एकजनाले देखायो भने बाइकले देखाउनु पछाडि लाग्नु। लक्ष्मीनारायण भगवान को श्रद्धेय ग्रामवासी धर्मप्रेमी धर्मानुरागी महानुभावहरू जगद्गुरु श्री योगीराज स्वामीजी महाराज को प्राण प्रतिष्ठा एवं स्मृति ग्रन्थ लोकार्पण को 5 दिवसीय कार्यक्रम श्री माईघर मन्दिर लक्ष्मीनारायण मन्दिरमा सम्पन्न हुन गइरहेको छ र त्यस क्रमको पूर्व सन्ध्यामा हामीहरू यो कलश शोभा यात्रामा जुटेका छौं र अगाडि पत्राचारद्वारा निमन्त्रित गर्न असम्भव भएका छुट्नु भएका
ग्रामवासी भक्तजनहरूमा नम्र निवेदन गरी यस अनुष्ठान कार्यक्रम रहनेछ र Krishna Hare